साथीहरू नमस्कार। अर्को हप्ता नयाँ आइपिओ आउन लागेको छ, जुन आइपिओका लागि 1,000 रुपैयाँ छुट्याएर राख्नुहोला। यो आइपिओ नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूले मात्र भर्न मिल्छ। कुन कम्पनीको आइपिओ आउन लागेको छ, कति किता खुलाउँछ, कहिलेदेखि खुलाउँदैछ, यसको बारेमा यो भिडियोमा डिटेल्समा जानकारी दिनेछु। यो आइपिओ खुलाउने कम्पनी रहेको छ एपोलो हाइड्रो पावर लिमिटेड। यस कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जम्मा 94,000 किता आइपिओ निष्कासन गर्न लागेको हो। यसको प्राइस 100 रुपैयाँ प्रति किता रहेको छ भने यो चाहिँ हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ। यसको इस्यु म्यानेजरको रूपमा हिमालयन क्यापिटल रहेको छ। यही फागुन 11 गतेदेखि फागुन 14 गतेसम्म यो आइपिओमा एप्लाई गर्न सकिने भएको छ। यसमा सामान्यतया तपाईँहरूले 10 किता मात्रै एप्लाई गर्नुहोला। 10 किताभन्दा धेरै एप्लाई गरेर धेरै सेयर पाउने चान्स यसमा कम रहेको छ। तर तपाईँसँग धेरै पैसा छ भने 20 कितासम्म एप्लाई गर्न सक्नुहुन्छ। कुनै व्यक्तिले 11 कितासम्म पाउने सम्भावना रहेको कारणले गर्दा 20 कितासम्म तपाईँले एप्लाई गर्न सक्ने अवस्था रहन्छ। साथीहरू, यस्तै आइपिओसँग सम्बन्धित अपडेट्सका लागि हाम्रो सोसियल मिडिया युट्युब, टिकटक, फेसबुक लगायतलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।